हाम्रो फर्ममा चाहिँ यसरी बिरुवा लाउँदैछौँ। यहाँ चाहिँ क्रिस्चियन म्याडमले बिरुवा हाल्दै हुनुहुन्छ। मेसिन चाहिँ यसरी चल्दैछ हेर्नुहोस् है। ठ्याक्क एउटा दाना टिप्छ क्या, यो सानो टुटी देख्नुहुन्छ नि, त्योबाट चाहिँ एउटा दाना लाउँछ एकैचोटि त्यो लाइनमा। ट्याक्क कहिले कहिले चाहिँ बढी पनि जान्छ क्या, त्यसले 4-5वटा पनि टिप्छ। प्रायः चाहिँ एउटा टिप्छ, अनि त्यो बढी भएको चाहिँ हामीले निकाल्नुपर्छ क्या दाइरा मैले। अनि यो चाहिँ सक्यो ठ्याक्क। अब हेर्नुहोस् है कस्तो मजाले लाग्यो हुन्छ कि लस्कारै ट्याक्क 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 हुन्छ। अनि ठ्याक्क हेर्नुहोस् बिउ कस्तो सेतो हुन्छ यो सागको। अनि यसरी चाङ लाउने हो हाम्रो काम चाहिँ, चाङ लाउने यस्तो गरी चाङ लाउने बिरुवाहरू। यो चाहिँ 3 दिनमा चाहिँ फेरि फिजाउनुपर्छ हामीले चाहिँ। फिजाएपछि चाहिँ यस्तो हुन्छ, फिजायो अनि यो फिजाएपछि चाहिँ टक्क हेर्न सक्नुहुन्छ। यहाँ लस्काएर छ, यहाँ 200-300वटा छ, दुईतिर लाइन छ हामीले लाएको हो दाइरा मैले चाहिँ फिजाएको। यो चाहिँ 3-4 दिन भएको फिजाएको। अनि यहाँ हरेक आइटम छ बिरुवाहरूको। अनि यो ठ्याक्क यहाँ हेर्नुहुन्छ, यो चाहिँ सागै हो। यो चाहिँ 15 दिन 20 दिन भएको साग हो। ठ्याक्क यता सागै साग छ, बन्दाकोपी छ। ठ्याक्क यो साइड चाहिँ रोप्ने बेला भइसक्यो अब बिरुवाहरू। रोप्ने बेला भएको बिरुवाहरू चाहिँ देख्न सक्नुहुनेछ। यो चाहिँ साइडको चाहिँ किराहरू पुतली चराहरू आएर नखाओस् भनेर साग। अनि वरिपरि छ बिरुवा। हाम्रो फर्म भरिसक्यो बिरुवाले नै, ट्याक्क देख्न सक्नुहुनेछ है। यो बन्दाकोपी छ यहाँ ठाउँमा चाहिँ, सबै सलाद हो। मेरो भिडियो अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू।